अरू दिनमा चाहिँ रेगुलर क्लासहरूमा सबैको छुट्दैन पनि होइन। ल ठिक छ, हजुर। अब हाम्रो माधवजीको कुरा सुनौ। अहिले देखिया छैन सर स्क्रिन? देखिया छ एकदम। ठिकै छ। यो चाहिँ मैले डिकेड लङ माओस्ट इन्सर्जेन्सी एन्ड पिस प्रोसेस इन नेपाल 1996 देखि 2006 भनेको लगभग यो 52 सालदेखि 62-63को जनआन्दोलनको अन्त्यसम्मको यो 10 वर्षे माओवादी अब जनविद्रोह भनेको छ होइन। अनि त्यसपछिको शान्ति प्रक्रियाको बारेमा मैले छोटो बनाएको छु, पोइन्ट वाइज बनाएको छु, त्यस्तो लामो चाहिँ छैन। अब यो नेक्स्ट स्लाइडमा जाँदा चाहिँ तपाईँको यसको परिचय भनेको त्यही 10 वर्ष 1996देखि 2006 भनेको 2052 साल फागुन 1बाट सुरु गरेका छ यो माओवादी नेकपा माओवादी पार्टीले अ, के भन्छ यसलाई जनविद्रोह जनक्रान्ति भनेर सुरु गरेको 52 साल फागुन 1बाट। अब यो भनेको तपाईँको नेपाल सरकार र माओवादी विद्रोह जुन नेकपा माओवादी बिचको चाहिँ सङ्घर्षको रूपमा लिइएको छ यसलाई। अब यो विभिन्न कुराहरू आए होइन, यसमा अब जनयुद्ध भन्ने नभन्ने यस्ता कुराहरू पनि उठे। अब भन्न त उनीहरूले जनयुद्धै भनेका छन्। अब यसमा चाहिँ तपाईँको यसको मुख्य उद्देश्य भनेको अब मा माओवादीले चाहिँ राजतन्त्रको अन्त्य गरी अब गणतन्त्रको स्थापना गर्ने उद्देश्य नै देखियो लास्टमा आएर। अब पहिला त्यो कुरो अब क्लियर थियो थिएन होइन। अब हामी अब अलिक सानै थियौँ भनौँ न, त्यतिखेर म कति 48 सालको हो म, 4-5 वर्ष त्यस्तै थियो होला। अब पछि चाहिँ थाहा हुँदाखेरि 62-63को आन्दोलन चाहिँ सबै थाहा छ मलाई पनि। अब त्यतिखेर उद्देश्य राजै फाल्ने भन्ने थियो कि के थियो, अब पछि चाहिँ त्यस्तो नतिजा आयो। अनि गणतन्त्रको स्थापना भयो लोकतन्त्र पश्चात। अब आज ठ्याक्कै 12 गति होइन, 11 गति चाहिँ वैशाख 11 चाहिँ लोकतन्त्र स्थापना भएको दिन हिजो ठ्याक्कै हिजो थियो। अब त्यसको यसको चाहिँ कारण कारण चाहिँ विद्रोहका कारणहरू मुख्य रूपमा चाहिँ अब सामन्ती संरचना त्यतिखेरको होइन, सामन्ती संरचना थियो भनिएको छ। अब असमानता चाहिँ एकदमै व्यापकै थियो अब धनी गरिबको बिचमादेखि लिएर अब राज्यको चाहिँ सेवा सुविधामा सबैको पहुँचमा अलिक कमी नै थियो, धेरै पछाडि थियो। अब जब लोकतन्त्रको स्थापना भयो त्यसपछि नै अलि खुलेर नेपाली जनता अगाडि आउन सकिएको त्यो चाहिँ पक्कै पनि हो। अनि गरिबी थियो, गरिबी र ग्रामीण क्षेत्रहरूमा चाहिँ पछौटेपन एउटा चाहिँ तपाईँको छुवाछुतदेखि लिएर होइन भेदभाव धेरै कुराहरू थियो। ती कुराहरूमा चाहिँ अब मुख्य कारण अहिले चाहिँ हामी कारणमा छौँ। कारण त्यस्तै थियो। अब जातीयता र लैङ्गिक भेदभाव होइन मुख्य यिनीहरू थिए। अब समावेशी लोकतन्त्र भनौँ न, एकचोटि सबै जात जातिबाट रिप्रेजेन्टेसन हुने एउटा प्रतिनिधित्व गर्ने त्यो थिएन, त्यतिखेर अलिक कम थियो। अब यस्तै यस्तै कारण अनि चाहिँ यसको चाहिँ इन्सपायर्ड भएको भनौँ न, यो प्रेरित भएको चाहिँ अब चिनिया धारको माओइस्ट तरिकाबाट भनिएको छ। अब त्यो त्यो नै देखियो यसको आइडियोलोजी 10 वर्ष जनयुद्धको। अब यस्तै यस्तै कारणले गर्दा चाहिँ जनयुद्ध भएको सुरु भएको थियो होइन। अब यो चाहिँ तपाईँको सशस्त्र द्वन्द्व द आर्म कन्फ्लिक्ट, अब यो मुख्य सुरु भएको थियो 52 साल फागुन 1बाट भने होइन। अब यसमा चाहिँ मुख्य राजनीतिक त्यसमा चाहिँ नेतृत्व गर्ने नेकपा माओवादीको तर्फबाट प्रचण्ड बाबुराम उहाँहरूकै नाम त्यतिखेर फ्ल्यासमा आउँथ्यो। अब टाउको मूल्य तोक्नेदेखि लिएर अनेक कुराहरू हामीले सुनेको थियौँ रेडियोबाट होइन। अब उहाँहरू भूमिगत जीवन बिताउनु भयो, अब इन्डियाहरूमा बस्नुभयो, धेरै कुराहरू पछि अब खुल्दै आए होइन। अब उहाँ तालिम लियो भन्ने कुराहरू। अब मुख्य लिडर उहाँहरू दुईजना हुनुहुन्थ्यो। अब यसमा चाहिँ तपाईँको यो द्वन्द्वमा चाहिँ अब चाहिँ पुलिसहरूको चाहिँ चौकीमा आक्रमण गर्ने, सरकारी अफिसहरू उडाउने होइन। अब यस्तै यस्तै मुख्य त रुरल एरियाहरूमा चाहिँ माओवादीले कब्जा गरे। अब रुकुम डोल्पादेखि यस्तो विकट क्षेत्रहरूबाट उहाँहरूले चाहिँ आक्रमण गर्दै ल्याउनु भयो अनि कब्जा गर्ने यस्तै कुराहरू भएको थियो। अनि अब यसको चाहिँ मुख्य चाहिँ टर्निङ पोइन्ट चाहिँ तपाईँको चाहिँ राजदरबार हत्याकाण्ड भयो जुन 58 जेठ 19मा, इङ्ग्लिसमा 2001। यसपछि चाहिँ घटनाले नयाँ मोड लिएर देखिन्छ। त्यतिखेरसम्म चाहिँ राज्य र माओवादी बिच चाहिँ अब लुकीछिपी अब ठुलै सङ्घर्षहरू भए। अब सरकारले नै आत्मसमर्पण के अरे उ नगर्ने, उनीहरूले नै आत्मसमर्पण नगर्ने, दुई पक्षबाट चाहिँ आक्रमण जारी राख्ने। अब जनताको ठुलो जनधन क्षति भयो। अब त्यसपछि 58 साल जेठ 19मा चाहिँ यो दरबार हत्याकाण्ड पछि चाहिँ
अब ज्ञानेन्द्र राजा ज्ञानेन्द्र चाहिँ अब राइजमा आए होइन, पावरमा आए। उनले चाहिँ अलि दबाउनै खोजे, आर्मी मोबिलाइज गरे होइन। अनि तपाईँको चाहिँ गृहयुद्ध चाहिँ तीव्र रूपमा गयो, स्केलेटेड भयो होइन। गृहयुद्धले गति लियो, अलिक बढी व्यापकता चाहिँ जति 52 सालदेखि 58 सालसम्म जति क्षति भएको थियो त्योभन्दा दोब्बर क्षति चाहिँ तपाईँको 58देखि यता चाहिँ भएको देखिन्छ अहिले डाटामा हेर्दा पनि। त्यसपछि अलि आक्रामक रूपमै युद्ध चल्यो। तपाईँको लगभग 17,000 मान्छे मर्यो भनिएको छ। अब यसमा धेरै बेपत्ता पनि भए, धेरैको चाहिँ अब डाटा पनि छैन होला होइन। यो चाहिँ इस्टिमेटेडै होला, ट्याक्कै 17,000 अब नाम चाहिँ छैन होला। अब हजारौँ विस्थापित भए, अब धेरैको अझै अझै छानबिन आयोगहरू के बनेर चाहिँ अझै सत्य तथ्य निस्किन सकेका छैन, कसको स्थिति थाहा पनि छैन। त्यस्तो चाहिँ तपाईँको ह्युमन कस्टहरूमा पर्यो यो मानव क्षतिमा होइन। अब धेरै पूर्वाधारहरूको नोक्सान भयो, शिक्षामा अर्थतन्त्रमा चाहिँ धेरै नोक्सान भयो। अब तपाईँको चाहिँ नागरिकको चाहिँ स्वतन्त्रमा पनि हनन भयो। अब धेरै युद्धले गर्दाखेरि मान्छे सदरमुकाम केन्द्रित भए, गाउँहरू छोडेर सहर छिरे होइन। अब शिक्षा स्वास्थ्य त्यस्तै गरेर वञ्चित हुनु पर्यो, गाउँमा बस्ने अवस्था पनि थिएन। अब गाउँमा जागिर भएको टिचरदेखि अनेकलाई चाहिँ तपाईँको चन्दा माग्ने, अब यस्तै यस्तै गाउँमा बस्न नदिने त्यस्तै अवस्थाहरू पनि थियो। अब नागरिकको चाहिँ तपाईँको स्वतन्त्रतामा हनन भयो। अब यसलाई चाहिँ तपाईँको मानवीय क्षतिकै रूपमा लिन पर्यो त्यतिखेरको। त्यसपछि तपाईँको चाहिँ यो जनआन्दोलन भयो, चाहिँ दोस्रो जनआन्दोलन पिपुल्स मुभमेन्ट सेकेन्ड भनिएको चाहिँ 2006मा 62-63को आन्दोलनको रूपमा चाहिँ यसलाई मुख्य चर्चित छ अहिले। यो चाहिँ 62 चैत्र 22बाट सुरु भएको थियो। अब त्यतिखेर 7 पार्टी र चाहिँ माओवादी मिलेर चाहिँ सडक आन्दोलन चर्काएका थिए होइन। त्यो चाहिँ मलाई पनि धेरै याद छ। म चाहिँ कति 8 कि 9 क्लासमा पढ्थेँ त्यतिखेर। म यही गङ्गाबु एरियामै बस्थेँ। अब त्यो आन्दोलनहरू पढाइ बन्द भनौँ न सकिया थियो क्यारे, चैतको लास्टतिरबाट भएको। अब आन्दोलनमा गइन्थ्यो, अब लखाटेर अब भागेर कहाँ कहाँ घर कसैको घरभित्रसम्म छिरेको नि याद छ होइन। असुर ग्यासले चाहिँ पिरै पिरो भएको थियो। त्यो याद छ मलाई पनि। अनि तपाईँको जनआन्दोलन यो दोस्रो भनिन्छ यसलाई। अब ज्ञान र चाहिँ अब सत्ता छोड्न चाहिँ बाध्य भएको थियो यो होइन। किङ ज्ञान र फोर्स टु गिभ अप पावर अब कति दिन चल्यो, तपाईँको चैत्र 22देखि वैशाख 11सम्म चलेको थियो होइन। अनि त्यसपछि ज्ञानेन्द्रले चाहिँ सत्ता छोड्न बाध्य भयो। अब जनताको नाश जनतामै फिर्ता भनेर के त्यस्तै घोषणा गरेका थियो उहाँले होइन। अनि तपाईँको अनि संविधान सभा भनौँ त्यतिखेर संसद चाहिँ पुनर्स्थापना गरिएको थियो क्यारे, संसद पुनर्स्थापना गरिएको थियो हो। अनि यो चाहिँ तपाईँको 63 62 चैत्र 22मा सुरु भएर 63 वैशाख 11मा चाहिँ अन्त्य भएको थियो, लोकतन्त्र पुनर्स्थापना भनेर त्यसरी भनिएको थियो। अब यसमा पनि धेरै जनधनको क्षति भएको थियो, धेरैलाई शहीद घोषणा गरियो पछि होइन। धेरै घाइते अपाङ्गहरू भएको थियो त्यतिखेर पनि। अब यो त्यसपछि तपाईँको अब शान्ति प्रक्रिया चाहिँ सुरु भयो लगभग। त्यसपछि आन्दोलन सकिएपछि अब शान्ति प्रक्रिया सुरु भएको थियो। कम्प्रिहेन्सिभ पिस एकर्ड भनिन्छ यसलाई होइन। नोभेम्बर 21 2006 63 मङ्सिर 5मा चाहिँ यो सम्झौता भएको थियो क्यारे, शान्ति सम्झौता। यसमा चाहिँ तपाईँको गिरिजाबाबुले, गिरिजाप्रसाद कोइरालाले चाहिँ ठुलै भूमिका खेले अब देखिन्छ। उहाँले चाहिँ माओवादीलाई चाहिँ शान्ति प्रक्रियामा ल्याएर मूलधारको राजनीतिमा ल्याउने होइन। अनि तपाईँको हतियारहरू बुझाउने, त्यसपछि यो युएनको अमिनहरू लिएर आएर हतियारहरूको रेकर्ड राख्ने, तपाईँको त्यसको अब माओवादी यो के अरे सेनाहरूलाई चाहिँ समायोजन गर्ने, यस्ता कुराहरू चाहिँ मुख्य यो शान्ति प्रोसेस यो प्रक्रियाको रूपमा लिएको छ। अब त्यो चाहिँ पछि लगभग राम्रै रूपमा समापन भएको थियो। अब यसको चाहिँ अब धेरै कुराहरू अझै बाँकी छ। यो छानबिन समितिदेखि लिएर यो किन बेपत्ता आयोगहरूको कामहरू त धेरै अझै बाँकी नै देखिन्छ। धेरैको चाहिँ स्थितिहरू सामान्य के अरे सार्वजनिक गरिएन होइन, त्यही कुराहरू छन्। अब यसको चाहिँ मेजर अचिभमेन्टको रूपमा चाहिँ अब तपाईँको राजतन्त्रको अन्त्य भयो होइन। अब यसलाई पनि ठुलै उपलब्धिको रूपमा लिइयो। अब त्यो कति 200 कति वर्ष 205 वर्ष लामो राजतन्त्र थियो। यो चाहिँ संसदबाट राजा हटाइएको घोषणा गरिएको थियो 65 जेठ 15 गते। यसलाई चाहिँ अब गणतन्त्र रूपमा दिवसको रूपमा पनि मनाइदिए आएको छ अहिले हामीले। अब त्यो नेपाल चाहिँ त्यतिखेर चाहिँ अनि तपाईँको यो के अरे सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रूपमा रहेको थियो, त्यो घोषणा गरिएको थियो संसदबाट होइन। अब तपाईँको
संविधान सभाको चुनाव भयो। त्यसपछि अब तपाईँको चुनाव त दुईचोटि भयो। पहिलो संविधान सभाले चाहिँ संविधान बनाउन सकेन। त्यसपछि दोस्रो संविधान सभाको चुनावबाट चाहिँ नयाँ संविधान 2072 जुन चाहिँ असोज 3 गते घोषणा गरिएको थियो। अब यो घोषणापछि पनि अब भारतबाट धेरै के अरे ब्लकेड, नाकाबन्दी लगाउनेदेखि लिएर धेरै कुराहरू भयो। अब तराईका चाहिँ पार्टीहरूदेखि लिएर नेताहरूले असन्तुष्टि जनाउने कुराहरू पनि त्यतिखेर भएको थियो। यसको चाहिँ अब तपाईँको उपलब्धि भनेको त्यही नयाँ संविधान जारी भयो होइन, धर्मनिरपेक्षता, अब गणतन्त्र घोषणा होइन, त्यसपछि यो संहितामा गयो। यसको मुख्य अचिभमेन्ट चाहिँ त्यही लिन सकिन्छ। अहिले चाहिँ त्यसकै चाहिँ धरातलमा छौँ हामी, त्यही संविधानकोमा। अब यो शान्ति प्रक्रियाको चाहिँ च्यालेन्जेस, चुनौतीहरू भनेको अब त्यही हो। बेपत्ता नागरिकहरूको अझै त्यो स्थिति सार्वजनिक धेरै भएको छैन के अरे, सबैले न्याय पाएको छैन होइन। त्यो आयोगहरू कहिले पूर्णता नपाउने, कहिले अब त्यसले काम गर्न नसक्ने, त्यस्तै राजनीतिक खितातानी त्यस्तै भइरहेको छ। अस्ति यो टिआरसीको न्युजहरू नै आइरहेको थियो, प्रचण्ड यिनीहरू कसको चाहिँ केमा सहमति भनेर। अब यो अझै यो टुङ्गिएको चाहिँ छैन, यो चाहिँ कन्टिन्युस प्रोसेस जस्तै देखिएको छ। यो लामै तपाईँको सत्य निरूपण तथा मेलमिलाप आयोगहरू अब यस्तोहरू गठन गरिएको थियो, त्यसको काम अझै राम्रोसँग चाहिँ पूर्ण भएको छैन के अरे, ढिलाइ भइरहेछ होइन। अब लडाकुहरूको चाहिँ तपाईँको समायोजन भयो होइन, पुनर्स्थापना चाहिँ अझै ढिलाइ भएको छ। धेरैहरूले चाहिँ विस्थापित भए, कति अब पूर्व लडाकुहरू विदेशसम्म पुगे। अब कोही चाहिँ पहुँच भए मान्छे राजनीतिको ठुलो पोस्टसम्म पुगे, कोही चाहिँ तलै छ भन्ने कुराहरू अहिले सोसियल मिडियामा नि अब पछिल्लो समयमा देखिँदै आएको छ होइन। अनि तपाईँको अब यसको च्यालेन्ज भनेको पोलिटिकल इन्स्टेबिलिटी भनेको चाहिँ एकदमै अस्थिरता नै देखिएको छ अहिले नेपालको राजनीति। अब यो नयाँ संविधान जारी भएपछि चाहिँ देश चाहिँ अब समृद्धि विकासमा जान्छ भन्ने थियो होइन। अब त्यो अनुसार अझै भएको छैन। अब सरकार चेन्ज भइरहने, खालि अब खिचातानी, अब जोड घटाउको खेल यस्तै भइरहेछ। अहिले पनि अब दिनकै यहाँ सरकार फेरिन्छ भन्ने हल्ला चलिरहेकै छ अहिलेसम्मको न्युजमा। अहिले पछिल्लो आज घन्टा अगाडिको ओलीले चाहिँ के भनेको छ भने 14 महिनापछि चाहिँ देउवाजीलाई चाहिँ मैले सुम्पिन्छु, प्रधानमन्त्री आत्तिनु पर्दैन, सरकार फेरिने हल्ला चलाउनु पर्दैन भन्ने चाहिँ भर्खर न्युज पनि आइरहेछ होइन। यो एकदमै राजनीति इन्स्टेबिलिटी चाहिँ छ। यसको अब यत्रो युद्ध भयो होइन, अब जुन नयाँ संविधान जारी भयो, अझै पनि नेपाली जनताले चाहिँ स्टेबल राजनीति जुन पोलिटिकल ऊ चाहिँ देख्न पाएको छैन होइन। अनि पीडितहरूको चाहिँ अब न्याय अझै राम्रोसँग पाएको छैन भिक्टिमहरूले होइन। अब धेरैलाई शहीद घोषणा गरियो, धेरैलाई चाहिँ क्षतिपूर्ति त दियो के अरे। अब त्यसको चाहिँ इफेक्ट चाहिँ लङ टर्म अझै पनि देखिया छ। सबैले चाहिँ के भन्छ, क्षतिपूर्ति चाहिँ पाएको छैन। अब यसको कन्क्लुजनको रूपमा लिगौँ, अब यो 10 वर्षीय माओवादी जनविद्रोह होइन, त्यसको शान्ति प्रक्रिया अब यो हाम्रो टपिकको चाहिँ अब नेपाल चाहिँ अब यो मोनार्कीबाट भनौँ न, राजतन्त्रबाट चाहिँ गणतन्त्रमा स्थापना भयो, रूपान्तरण भयो होइन। अब शान्ति प्रक्रिया चाहिँ अब तपाईँको कम्प्लिट भन्न मिलेन, यसलाई अझै अब अनगोइङ नै छ। किनभने राजनीतिक अब यस्तै छ, अनस्टेबलै भइरहेछ अझै। अब घरि चाहिँ तपाईँको गणतन्त्रबाट फेरि राजतन्त्र जाने अथवा यस्तै यस्तै दोधार भएको छ। अब एकचोटि जनमत सङ्ग्रह नगरिकन चाहिँ तपाईँको यो गणतन्त्रमा लगे होइन, त्यतिखेर अब जनताको एकचोटि मत लिइदिए भए चाहिँ हुन्थ्यो जस्तो लाग्छ मलाई पनि। अब त्यही कारणले अझै यो अनस्टेबलै छ तपाईँको हाम्रो नेपालको राजनीति होइन। अब तपाईँको नेपालको चाहिँ अब राजनीतिक इतिहासमा चाहिँ अब यो भनौँ न, मैले जुन टपिक लिएँ, यो 10 वर्ष जनयुद्ध र शान्ति प्रक्रिया चाहिँ एकदमै माइलस्टोनै रूपमा रहन्छ होला सधैँ। अब भनौँ न एकदमै इम्पोर्टेन्ट पार्टै हो नेपालको चाहिँ हिस्ट्री अनि पोलिटिकल हिस्ट्रीको। मैले यति नै भनेर सबै सर म्यामहरूलाई धन्यवाद सुन्नु भएकोमा, कतिको क्लियर सुनियो है, थ्याङ्क यू। सुनियो, राम्रो सुनियो सर। ल धन्यवाद छ हाम्रो माधवजीलाई चाहिँ। अनि कस्तो लाग्यो साथीहरूलाई उहाँको प्रेजेन्टेसन? राम्रो लाग्यो सर, धेरै राम्रो लाग्यो। धेरै राम्रोसँग डकुमेन्टेसन गर्नुभएको थियो। मलाई केही प्रश्नहरू छ, केही छलफल गर्नुपर्ने?